लागेको थियो। यसै चोटले उनको ज्यान लग्यो। उनी 22 वर्षका थिए। यस बेलासम्म डिस्कोड प्रयोगकर्ताहरू प्रदर्शनकारीलाई पछि हट्न आह्वान गर्न थाल्छन्। तर 21 वर्षे सुलभराज श्रेष्ठ संसद परिसरको गेटमै बस्छन्। उनले भ्रष्टाचार अन्त्य गर लेखेको कागज बोकेका छन्। नीलो झोला बोकेका उनलाई हामी यहाँ गेटको झडप हेरिरहेका देख्छौं। केही सेकेन्डमा केही पाइला पर यस्तो छ पुलिसले लुक एट इट सुलभको मृत्यु हुन्छ। उनलाई अब बचाउन सकिन्न भन्ने लागेपछि प्रदर्शनकारीले सुलभलाई गेटसम्म पुर्याउँछन्। उनको शरीरलाई सडकमा राख्छन्, प्रहरीको ठिक अगाडि, र नेपालको झण्डा उडाइदिन्छन्। यस गोली प्रहारका प्रत्यक्षदर्शी मध्ये थिए स्कुल ड्रेस लगाएका 17 वर्षीय किशोर श्रीयम चौलागाई। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। उनको अगाडि प्रदर्शनकारीको एउटा समूह प्रहरीमाथि ढुङ्गा हान्दैछ। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। केही बेरमा अर्को फोनले यो दृश्य कैद गर्छ, जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। वरिपरिका मानिसले उनलाई एम्बुलेन्समा राख्छन्, तर ढिलो भइसकेको हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। भदौ 23 गते संघीय संसद बाहिर गोली प्रहारबाट मारिने व्यक्तिहरूमध्ये उनी सबैभन्दा कम उमेरका हुन्। नेपालका जेन्जी प्रदर्शनकारीले विनोद, रसिक र श्रीयमको मृत्यु प्रहरीको गोली लागेर भएको हो भन्दै आएका छन्, तर तीमध्ये कुनै पनि गोली प्रहारको दृश्य क्यामेरामा कैद भएको भेटिएन। त्यसपछि मारिएका योगेन्द्र न्युपानेलाई केही कदम पर मात्रै गोली लाग्छ। यसपटक भने योगेन्द्र ढल्दा गोली संसद भवन परिसर भित्रबाटै चलेको थियो भन्ने अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण हामीले भेटेका छौं। यस गोली प्रहारको 90 सेकेन्ड मात्र अघि संसद भवनमा यस्तो भइसकेको छैन। ब्लगर निषेध दाहालले आफ्नो क्यामेरा संसद भवनतिर फर्काए। शस्त्र प्रयोगहरू यता देख्न सक्नुहुन्छ हजुरहरूले। प्रहरीको यो समूहलाई ध्यान दिएर हेरौं। दिउँसो ठ्याक्कै 2:21 बजे उनीहरू संसद परिसरको पर्खालतर्फ अघि बढ्छन्। केही सेकेन्ड पछि 7 पटक बन्दुक पड्केको आवाज हुन्छ र रगत बगाउँदै ज्यान गुमाइरहेका योगेन्द्रलाई देख्छौं। यस क्यामेरा एंगलले उनलाई कसले गोली हान्यो भन्ने देखाउँदैन, तर त्यही क्षण फुटपाथमा केही कदम परबाट खिचिएको अर्को भिडियो क्लिप हामीले फेला पार्यौं। झट्ट हेर्दा यसमा थप प्रमाण देखिँदैन, तर जुम गरेर हेर्ने हो र फुटेजलाई स्थिर बनाउने हो भने गोली चलेको स्पष्ट देख्न सक्छौं। गोली चलाइरहेको
त्यसको 15 सेकेन्डपछि प्रहरीको त्यही टोली झैं देखिने समूह मैदानको कुनातिर अघि बढिरहेको दृश्य तेस्रो क्यामेराले कैद गर्छ। प्रहरीले संसद परिसरभित्रबाट गोली प्रहार गरेर निहत्था प्रदर्शनकारीलाई मारेका थिए भन्ने संकेत गर्ने यही नै हामीले भेटेको सबैभन्दा स्पष्ट प्रमाण हो। प्रदर्शनकारी जहाँ लुक्न सके त्यही लुके। चोटका कारण योगेन्द्रको मृत्यु भयो। उनी 24 वर्षका थिए। बीबीसीले विश्लेषण गरेका भिडियो फुटेजमा न त योगेन्द्रलाई न अरू कुनै पीडितलाई कुनै प्रकारको हिंसात्मक गतिविधिमा लागेको देख्न सकिन्छ। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए। थप 300 घाइते भए। प्रहरीले आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारको लागि भन्यो। किलो 1 बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1 ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। तर किलो 1 प्रहरी चेन अफ कमान्ड